आज नेपालको लागि स्पेशल डे। अफ कोर्स नेपालको टिम जसको नेपाली समयअनुसार 9 बजे आज महाभिडन्त छ नेदरल्यान्ड्स भर्सेस नेपाल र नेपाली टिमको हौसला बुलन्द होस् र सोशल मिडियाबाट पनि एउटा मेसेज जाओस् भनेर मैले यो जर्सी पहिरिएर तपाईको स्टुडियोमा आएको छु। म सन्दीप लामिछाने बिनाको यो टिमलाई पनि शुभकामना दिन चाहन्छु। नेपालले बहुत राम्रोसँग ब्याटिङ गरोस्, बलिङ गरोस्, धेरै रन बटुलोस्, विकेट बटुलोस् र नेपालले आज विजयको झण्डा फहराओस् भन्नको लागि, नेपाली टिमको सम्मानको लागि, राष्ट्रिय टिम जो अहिले T20 वर्ल्ड कप क्रिकेट अमेरिकामा भिडिरहेछ त्यो टिमको हौसला बुलन्द गर्न म पनि टी सर्ट सहित तपाईको स्टुडियोमा आएको हुँ। म त सांसद छैन, मन्त्री पनि छैन, भविष्यमा के होला देखा जाएगा। इंग्ल्यान्डको गेम हुँदाखेरि अर्जेन्टिनाको राष्ट्रपति डाक्टर कार्लोस मेनम ड्रेस सहित उपस्थित हुनुभएको थियो। अर्जेन्टिनाको जर्सी नेपालमा पनि फेमस छ। हाम्रो पार्टीको श्रद्धेय अध्यक्ष सम्माननीय पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यू जसले कालापानी लिपुलेक लिम्पियाद्वाराको महान नक्सा जारी गर्नको लागि भगीरथ प्रयत्न गर्नुभएको थियो। उहाँले जीवज्यानको जोखिम उठाउनु भएको थियो र उहाँको सतत प्रयत्नद्वारा हाम्रो त्यो भूभाग नक्सामा आयो। आजको दिनमा आउँदाखेरि केही इस्युजहरुमा बालेन शाहज्यूले क्वेशनहरु रेज गर्नुभएको छ, खास गरी स्टाटसबाट। त्यो विषयमा मैले भलिभाति धेरै इन्टरप्रिटेसन पनि गर्न छैन किनभने सबै कुराहरु त आइसकेका छ र मलाई जहाँसम्म लाग्छ केही मिसअन्डरस्ट्यान्डिङहरु भयो कि वान म्यान आर्मीको रूपमा सबभन्दा चम्किएको असाधारण खेलाडी जसलाई मोदीले सबै तारिफ गरेका थिए तिनै सन्दीप लामिछाने नि मेरो बेस्ट प्लेयर हो।